नमस्ते टस्टेले सबैजनालाई आज 2082 6 महिना 18 गते असौस महिनाको 18 गते 2081 सालमा पनि यसै गरी असौस महिनाको 11, 12, 13 गते भीषण बाढी पहिरो गएको थियो। त्यसै गरी यसपालि पनि त्यसो नहुन्ला भन्न सकिँदैन। आज 18 गते असौस महिनाको 18 गते 1 वर्ष अलिक बढी भएको छ र पनि आज 3 दिन भयो पानी परिरहेको छ। त्यसैले खोलाको बाफहरू पनि बढ्दै आएको छ। एकदम अहिले 10-11 बज्न लागिसक्यो। आज पनि धेरै अँध्यारो भइरहेको छ। घाम लाग्ने र मौसम अलि सफा हुने खालको केही छाडकाट देखेन। त्यसैले एकदम बाढी पहिरोहरू जताततै फुट्दै आएको छ र आजबाट पूर्ण बेथानचोक हुँदै काठमाडौँ जाने यातायातहरू सबै बन्द भइसकेको छ। बाटो अवरुद्ध भइसकेको छ। त्यसैले जो जहाँ हुनुहुन्छ सबैजना सुरक्षित बस्नुहोला भन्दै हाम्रो देशभरि नै अहिले भीषण बाढी पहिरो गइरहेको छ। त्यसैले हाम्रो यो काभ्रे जिल्ला बेथानचोकमा पनि 2081 सालमा पनि धेरै क्षति भएको थियो। अहिले फेरि 1 वर्षपछि यसै गरी 2-3 दिन भइसक्यो पानी परेकै छ। अझ पनि मौसमविदहरूले 20 गतिसम्म पानी पर्ने भन्ने उल्लेख गर्नुभएको छ। त्यसैले आज 18 गति भयो र पनि पानी परिरहेकै छ। अझ पनि एकदमै खोलाको बाफहरू पनि बढ्दैछ एकदम। ल हजुर जो जहाँ बस्नुभएको छ सुरक्षितसँग बस्नुहोला। धेरै सबैजना राम्रोसँग बस्नुहोला। यातायातको सुविधाहरू सबै बन्द भएर यहाँ बसपारक एरियामा राखिसकेको छ। हाम्रो बेथानचोक 2 नम्बर वडाको पनि यो बस्ती पनि धेरै जोखिम छ। त्यसैले खोला यही छेउमै छ। त्यसैले यो एरियाबाट खोला छिर्यो भने यो बस्ती पनि धेरै जोखिमपूर्ण छ। त्यसैले 2081 सालमा चाहिँ यहाँबाट बाढी छिरेन, पानी छिरेन र पनि यसपालि खोइ के होला भन्न सकिन्न। र बसपारक पनि यही नजिकै छ। बसहरू सबै रोकिएको छ। हिजो रातिदेखि लगातार पानी परिरहेछ। त्यसले गर्दा पानी अहिलेसम्म रोकेको छैन। 10-11 बजेको समयमा पनि यस्तो अँध्यारो छ, पानी परिरहेको छ अझै। यता पाट्ने खोलाको बाफ खोला पनि बढ्दैछ। त्यसैले खोलाहरू पुरै खोलेर गइरहेको छ। एकदम खोला पनि ठुलो बढ्दै आएको छ र हाम्रो बेथानचोकमा पनि अझै ठुलो पानी रोकेको छैन। पानी परिरहेको छ। खोला बढिसक्यो। यहाँ खोलेर गहिरो बनाउँदै लगिरहेको छ। यो पक्की पुलले गर्दा यो एरियामा त्यति क्षति भएन। यसपालि के हुने हो ठुलै पानी परिरहेको छ अझै। अति नै चिसो ठाउँ। अझ पनि हाम्रो यहाँ मकै पाकेको छैन। यो ठाउँमा यस्तो छ, मकै पाकेको छैन अहिलेसम्म।
बढ्दैछ, पानी पनि भिसान परिरहेको छ। 24 घण्टा हुन लाग्यो, पानी रोकेको छैन। यस बेथानचोक गाउँपालिकामा पनि ठुलो वर्षा भइरहेको छ। सबैजना सुरक्षित बस्नुहोला। पानी परेकै रोकेन। 2081 सालको असोज महिनामा परेको भिसान पानीबाट बाढी पहिरोबाट क्षतिग्रस्त यस बेथानचोक गाउँपालिका अहिले यो 82 सालमा पनि फेरि त्यसो नहोला भन्न सकिन्न। ठुलो खोलाको बाँध बढिसकेको छ, त्यसैले पानी रोकेको छैन। 24 घण्टा हुन लागिसक्यो, एकदम भीषण पानी परिरहेको छ अझै।